छैन भने तपाईँको सबभन्दा असल काम पनि फोहोर हो भन्छ क्या। यो झुत्रो क्या, के भन्छ झुत्रो भन्छ नि, काम नलाग्ने क्या। यदि यसोलाई विश्वास गरेको छैन भने सबैभन्दा असल काम पनि काम नलाग्ने हो। तर तपाईँले यसोलाई विश्वास गर्नुभएको छ भने तपाईँको काम असल हुन्छ। याद गर्नुहोस् है, तपाईँले यसोलाई विश्वास गर्नु भएको छैन जतिसुकै असल काम गर्नुहोस् त्यसको कुनै पनि लेखाजोखा हुँदैन। तर तपाईँले यसोलाई विश्वास गरिसकेपछिको कामको चाहिँ के हुन्छ, लेखाजोखा हुन्छ। त्यस कारणले गर्दाखेरि हामी विश्वास गरेका मान्छेहरू प्रार्थना गर्नुपर्ने, सङ्गति जानुपर्ने, त्यसपछि अब बाइबल अध्ययन गर्नुपर्ने, यो सबै के को लागि हो, तपाईँ र मेरो लेखाजोखा, तपाईँ र मैले गर्ने असल कामहरू हो क्या। अब यो कामले गर्दाखेरि तपाईँ र मैले जीवन पाउने, उद्धार पाउने भन्ने कुरा होइन, तर उद्धार पाएका मान्छेहरूले गर्ने काम। किन भन्दाखेरि यो कामको आधारमा तपाईँ र मेरो के हुन्छ, लेखाजोखा, तपाईँ र मेरो इनाम कति पाउने कति नपाउने भन्ने कुराको लेखाजोखा हुन्छ। त्यही कारणले गर्दाखेरि मण्डली तपाईँ र मैले जति पनि कामहरू गर्छौँ त्यो काम चाहिँ एकदम भएको साथमा, एकदम आदरको साथमा गर्नुपर्ने हुन्छ। अब यो 30 पद पनि यो येशू परमेश्वर होइन भन्नेहरूले प्रयोग गर्ने पदहरू क्या। किनभने येशूले भन्नुभएको छ म आफै केही गर्न सक्दिनँ, येशू आफैले भन्नुभएको छ केही त गर्न सक्दिनँ भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि येशू परमेश्वर होइन, येशू मान्छे नै हो। त्यही भएर यो योगा साक्षीहरूले येशूलाई परमेश्वर मान्दैन क्या, येशूलाई परमेश्वर मान्दैन। तपाईँ र म मानिस जस्तै एक प्रकारको मानिस हो भनेर भन्छ। तर कसैले हेरेर सुन्नुहोस् है, बाइबलीय सिद्धान्त, कसैले येशूलाई परमेश्वर होइन मान्छे मात्रै भन्छ भने पनि ऊ झुटो हो। यदि कसैले येशू मान्छे होइन परमेश्वर मात्रै हो भन्छ भने पनि ऊ झुटो हो। अब यो झुटो र साँचो शिक्षाको कुरा गर्ने हो भने येशू 100% परमेश्वर हुनुहुन्छ, 100% मानिस पनि हुनुहुन्छ। को पनि हुनुहुन्छ हजुर भन्नुहोस् त, मानिस पनि हुनुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्दछौँ। अब स्पष्ट हुनुहोस्, मानिसले हो क्या आफूले चाहेको काम गर्न सक्ने। मानिसले चाहिँ हामीले चाहेको काम गर्न सक्छ कि सक्दैन हजुर भन्नुहोस् त। ए हजुर तपाईँलाई भात खान मन लाग्यो, भात खान सक्छ कि सक्दैन? सक्छ नि। तपाईँलाई अहिले एकछिनमा यहाँबाट बाहिर निस्केर जान मन लाग्यो, निस्किन सक्नुहुन्छ कि सक्नुहुन्न? ए हजुर सक्नुहुन्छ कि सक्नुहुन्न? सक्छ। तर येशू त्यस्तो गर्न सक्नुहुन्न। किन भन्दाखेरि येशूले जहिले पनि पठाउनु हुनेको इच्छा खोज्ने हो क्या। कसको इच्छा? पठाउनु हुने, पिताको इच्छा खोज्दै। उहाँ आफ्नो तरिकाले केही पनि गर्नुहुन्न। हामी मानिस चाहिँ आफ्नो तरिकाले आफ्नो इच्छाले जे मन लाग्यो त्यही गरिदिन्छ, जे मन लाग्यो त्यही गरिदिन्छ कि। अब यो त येशूले गर्नै नसक्ने कारणले म गर्दिनँ भने होइन क्या। यो त नैतिक रूपमा येशूले केही नगर्नु भएको हो। किन भन्दाखेरि पिताले गर्न लगाएपछि बल्ल मैले गर्ने हो, म आफ्नो इच्छाले गर्ने होइन नि। त्यही भएर सभा दिनमा पनि उहाँले काम गर्दै हुनुहुन्छ। योभन्दा अघिल्लो खण्डमा हेर्छौँ भने किनभने येशू यहुदीको रूपमा, मानिसको रूपमा यहुदी हुनुहुन्थ्यो। यहुदीको रूपमा त सभा दिनमा त निको पार्न हुन्थेन क्या, मिल्दैन। तर येशूले पिताले गर्नुभएको देख्नुभयो। त्यस कारणले गर्दाखेरि उहाँले पनि के गरिदिनु भयो, निको पारिदिनु भयो। के गरिदिनु भयो हजुर भन्नुहोस् त, निको पारिदिनु। ओके, अब यहाँनिर येशू नै परमेश्वर हुनुहुन्छ भन्ने तरिकाले उहाँले गर्नुभएको कुराहरू मैले गरेँ। त्यसो हो भने येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको साक्षी चाहिन्छ अरे क्या, साक्षी। अब यो बाइबलमा साक्षी बिना खासै काम लाग्दैन अरे क्या। यदि कसैले त्यसै यो भनेर हुँदैन, काम लाग्दैन। त्यही भएर 31 पदमा येशूले भन्नुहुन्छ यदि मैले आफ्नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन। भन्नाले एकजनाले मात्रै साक्षी दिएर पनि काम लाग्दैन। बाइबलीय सिद्धान्त अनुसार कुनै पनि कुराको साक्षीको रूपमा 2 जना उपस्थित हुनुपर्छ। हो भनेर प्रमाणित गर्नको लागि 2 जना। अब हाम्रो नेपालमा त एकजनाले हल्ला फिजाइदिएपछि हुन्छ क्या, फलाना त यस्तो भयो रे त्यस्तो भयो रे भन्दैछ पुग्छ। तर बाइबलमा अथवा इजरायलकोमा 2 जनाले साक्षी नदिएसम्म त्यो कुरा सत्य ठहर्दैन। याद गर्नुहोस् है त। अनि येशू पनि परमेश्वर हुनुहुन्छ भन्ने कुरा येशूले गर्दै हुनुहुन्छ। त्यसो हो भने येशू नै परमेश्वर हुनुहुन्छ भन्नेको साक्षी के छ त नि? त्यसपछि तलतिर तपाईँले पढ्दै जानुभयो भने येशूले साक्षी प्रस्तुत गर्नुहुन्छ। अनि त्यो साक्षी चाहिँ को भन्नुहुन्छ भने तपाईँले 32 देखि 35 पद पढ्नुहुन्छ भने 32 मा दिने यूहन्नाको गवाही मेरो साक्षी। दोस्रो कुरा चाहिँ उहाँ आफैले गर्नुभएको काम पनि मेरो साक्षी गवाही हो। अर्को कुरा चाहिँ पिताले पनि साक्षी दिनुहुन्छ अथवा गवाही दिनुहुन्छ र धर्मशास्त्रले पनि मेरो बारेमा गवाही दिन्छ भनेर येशूले 4वटा साक्षी अथवा 4वटा गवाहीको कुरा गर्नुभएको छ है। याद गर्नुहोस् है त। येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा येशूले भन्नुभयो। अनि अन्तिममा के भन्नुहुन्छ? मेरो बारेमा मैले मात्रै भनेर त सत्य हुँदैन नि। त्यसो हो भने मेरो बारेमा कोले भन्छ त भन्दै गर्दाखेरि येशूले भन्नुहुन्छ पहिलो कुरा चाहिँ कोले हजुर भन्नुहोस् त, बप्तिस्मा दिने
कसले राज्य भन्नुहोस् त? बत्तिसमा दिने यूहन्नाले। त्यही भएर 32 पददेखि 35 पदसम्म येशूले स्पष्ट रूपमा भन्नुभएको छ कि मेरो विषयमा गवाही दिने चाहिँ बत्तिसमा दिने यूहन्ना। त्यही भएर 1 अध्यायको 19 पददेखि तपाईँ पढ्दै जानुभयो भने, याद गर्नुहोस् है त, 1 अध्यायको 19 पददेखि तपाईँ पढ्दै जानुभयो भने यरुशलेमबाट यहुदीहरूले पुजारीहरू र लेवीहरूलाई उनी कहाँ भन्नाले बत्तिसमा दिने यूहन्ना कहाँ तिमी को हो भन्ने कुरा सोध्नको लागि पठायो। तब यूहन्नाको गवाही भनेको, यो बत्तिसमा दिने यूहन्नाको गवाही भनेको के थियो भन्दाखेरि, यहाँनिर सुन्नुहोस्, के थियो भन्दाखेरि उनले स्वीकार गरे, इन्कार गरेनन् र भने म ख्रिस्ट होइन। को होइन रे हजुर भन्नुहोस् त? म ख्रिस्ट होइन। तब सोध्न आएको मान्छेहरूले के भनेर सोध्छ? तब के तिमी एलिया हौ त? बत्तिसमा दिने यूहन्नाले भन्छ म एलिया पनि होइन। त्यसपछि सोध्न आउने मान्छेहरूले के तिमी त्यो अगमवक्ता हौ त भनेर भनिसकेपछि यूहन्नाले जवाब दिन्छ म त्यो अगमवक्ता पनि होइन। अब यसको बारेमा मैले तपाईँलाई बताइसकेको छु। यदि तपाईँ त्यो वचनमा हुनुहुन्थ्यो भने तपाईँलाई थाहा छ, होइन भने त्यो अगमवक्ता भनेको इजरायलीहरूले अथवा यहुदीहरूले एकजना यस्तो अगमवक्ताको पर्खाइ गरिराखेको थियो अथवा कोरिराखेको थियो। त्यो अगमवक्ता चाहिँ को जस्तो? मोसा जस्तो। किनभने मोसा आफैले भनिसकेको थियो परमप्रभु परमेश्वरले नै म जस्तो एकजना अगमवक्ता पठाउनुहुन्छ जसको कुरा तिमीहरूले सुन्नुपर्छ। अनि रूप परिवर्तनको डाँडामा स्पष्ट रूपले जब येशूको रूप परिवर्तन हुँदै थियो परमेश्वरले स्वर्गबाट भन्नुभएको कुरा चाहिँ के थियो? यिनी मेरो प्रिय पुत्र हुन्, तिमीहरूले यिनको कुरा सुन भन्नाले मोसाले भनेको एकजना त्यो अगमवक्ता जो आउनुहुन्छ उहाँको कुरा तिमीहरूले सुन्नुपर्छ भनेर भनेको व्यक्ति चाहिँ को हुनुहुन्थ्यो? येशू नै हुनुहुन्थ्यो। को हुनुहुन्थ्यो हजुर भन्नुहोस् त? यसो नै हुनुहुन्थ्यो। त्यही भएर यो यहुदीहरूले चाहिँ अथवा इजरायलीहरूले के कुराको आशा गरिराखेको थियो भन्दाखेरि मोसा जस्तो एकजना अगमवक्ता आउनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो सोध्न पठाउने मान्छेले के भनेर सोध्दैछ भन्दाखेरि के तिमी त्यो अगमवक्ता हो त? त्यसकारण यूहन्नाले भन्छ म त्यो अगमवक्ता होइन। अझै बडो गजबको कुरा त 23 पदमा तपाईँले हेर्नुहुन्छ भने यशाया अगमवक्ताले भने चाहिँ परमप्रभुको मार्ग तयार पार भने उजाड स्थानमा कराउने एक व्यक्तिको आवाज मात्रै हुँ म। अनि त्यही यूहन्नाले, यहाँनिर सुन्नुहोस् है, त्यही यूहन्नाले जब येशू दृश्यमा आउनुहुन्छ नि त्यो बेलामा यूहन्नाले येशूतिर हेर्दै अरू मान्छेलाई भनेको कुरा चाहिँ संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा हेर। अनि येशूले भन्दै हुनुहुन्छ मेरो बारेमा गवाही दिने पहिलो गवाही को? बत्तिसमा दिने यूहन्ना। पुरै हजुर भन्नुहोस् त? म आफैले मात्रै गवाही दिएर भयो? मेरो बारेमा बत्तिसमा दिने यूहन्नाले पनि गवाही दिएको छ। त्यो कुरा तिमीहरूलाई थाहा हुनुपर्ने हो। त्यसपछि दोस्रो येशूको बारेमा गवाही दिने दोस्रो कुरा चाहिँ के हो? येशूले गर्नुभएको काम। येशूले गर्नुभएको काम अघिल्लो हप्ता हामीले हेरिसकेका छौँ। निको पारेको बेथेस्दाको तालमा 38 वर्षदेखि त्यो के भन्छ पक्षघाती छ नि, पक्षघाती 38 वर्षदेखि त्यहाँ बसिराखेको छ। जब तालमा पानी छचल्किन्छ तब दौडेर गएर हात फाल्यो, जो पहिलो हात फाल्थ्यो ऊ निको हुन्थ्यो भन्ने कुरा हामीले अस्ति हेरेका थियौँ। अनि यो पक्षघाती अब यो लङ्गडो मान्छे, ध्यान सुन्नुहोस्, यो लङ्गडो मान्छे चाहिँ अरू जाँदा जाँदा अरू पहिला गएर हात फाल्थ्यो। त्यस कारणले गर्दाखेरि 38 वर्षसम्म त्यहीँ बसिराखेको थियो। जब येशू दृश्यमा आउनुभयो येशूले सोध्नुभयो के तिमी निको हुन चाहन्छौ? तब यो बिरामीले के भन्छ? मलाई लगेर फाल्दिने मान्छे छैन, त्यो भएको भए त म निको हुन्थेँ नि। अनि येशूले के भन्नुहुन्छ? निको हुन्थ्यो। के हो? फेरि हजुर भन्नुहोस् त? निको। अब तुरुन्तै निको भयो त? तुरुन्तै निको। येशूले गर्नुभएको कामले पनि येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको गवाही दिन्छ। तर मण्डली यो अचम्मको काम गर्यो भन्दामा परमेश्वर भन्न मिल्दैन रे। कसैले अचम्मको काम गर्यो भन्दामा उसलाई परमेश्वर भन्न मिल्दैन। बाइबलमा अरूहरूले पनि अचम्मको काम गरेको छ। कसले गरेको छ त? यो तपाईँ प्रेरितको पुस्तक पढ्नुहुन्छ भने प्रेरित 3 अध्यायमा पत्रुस र यूहन्ना प्रार्थना गर्नको लागि मन्दिरमा जाँदै गर्दाखेरि यो सुन्दर ढोकामा एकजना व्यक्ति छ। यो व्यक्ति मागिराखेको छ। पत्रुसले यो व्यक्तितिर हेरेर भनेको कुरा चाहिँ के थियो भन्दाखेरि सुन चाँदी मसित छैन तर मसित जे मसित छ त्यही म तँलाई दिन्छु, नासरत येशू ख्रिस्टको नाउँमा हिँड भन्नाले बिरामी निको पार्ने काम त पत्रुसले पनि गरेको थियो। पत्रुसको कुरा मात्रै हो र? यहाँनिर सुन्नुहोस् है, पत्रुसको कुरा मात्रै नभएर बाइबलमा थुप्रै यस्ता घटनाहरू छ जहाँनिर थुप्रै मान्छेहरूले बिरामीहरूलाई निको पारेको छ। त्यसको मतलब ती व्यक्तिहरू येशू होइन, परमेश्वर होइन। किन होइन, कसरी होइन भन्ने कुरा बताउनको लागि चाहिँ यहाँनिर सुन्नुहोस् है, अरू व्यक्तिहरूले येशूको नाउँमा निको पारेको छ।
यहाँनिर सुन्नुहोस् है, अरू व्यक्तिहरूले येशूको नाउँमा, यहाँनिर पत्रुसले पनि के भन्छ, मसित जे छ दिन्छु नासरत येशू ख्रीष्टको नाउँमा। तर येशूले निको पार्दाखेरि त्यसरी येशूको नाउँमा, पिताको नाममा, परमेश्वरको नाममा भनेर कहिले पनि भन्नुभएको छैन। यदि तपाईँले लुकाको पुस्तक 4 अध्यायको 36 पद पढ्नुहुन्छ भने त्यहाँनिर यहुदीहरूले जब येशूले गर्नुभएको काम देख्छ नि, तब उनीहरू छक्क परेको छ, आपसमा भन्छ यो कस्तो वचन हो, यिनले त अधिकार र शक्ति सिद्ध अशुद्ध आत्मालाई आज्ञा गर्दछ। अधिकार र शक्ति, ध्यान सुन्नुहोस् है, येशू अरू मानिसहरूले येशूको नाउँमा येशूको शक्तिलाई दाबी गरेर निको पार्ने काम गर्थ्यो भने येशूले आफ्नो अधिकार र शक्तिमा निको पार्ने काम गर्नुहुन्थ्यो। त्यसकारण चङ्गाई गर्ने सबैजना के होइन, परमेश्वर होइन। अर्को कुरा, परमेश्वरको इच्छा सबैले चङ्गाई पाओस् भन्ने पनि होइन। हामी धेरैचोटि चङ्गाईको कुरा गर्छौँ, तर परमेश्वरको इच्छा सबैजनाले चङ्गाई पाओस् भन्ने हुँदै होइन। किन भन्नुहुन्छ भने पहिलो तिमोथी 2 को 4 पद तपाईँले पढ्नुहुन्छ भने सबै मानिसले चङ्गाई पाउन् भनेर भनेको छैन, सबै मानिसले मुक्ति पाउन्। याद गर्नुहोस् है, के अरे हजुर भन्नुहोस् त, सबै मानिसले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा परमेश्वर गर्नुहुन्छ। त्यसकारण स्पष्ट हुनुहोस्, तपाईले मेरो जीवनमा चङ्गाई नहुन पनि सक्छ, तर कति चङ्गाईहरूले के कुरा प्रमाणित गर्छ भन्दाखेरि येशू नै परमेश्वर हुनुहुन्छ। दोस्रो साक्षी अथवा दोस्रो गवाई, त्यसो हो भने तेस्रो गवाई चाहिँ को भनेर येशूले भन्दै गर्नुहुन्छ भन्दाखेरि मलाई पठाउनु हुने पिता आफैले मेरो विषयमा गवाई दिनुहुन्छ भन्नुहुन्छ क्या। यहाँनिर ध्यान दिएर सुन्नुहोस् है, मलाई पठाउनु हुने मेरो पिता आफैले गवाई दिनुहुन्छ। उहाँको स्वर तिमीहरूले कहिले सुनेका छैनौ र उहाँको रूप कहिले देखेका छैनौ। उहाँको वचन तिमीहरू रहँदैन, किनकि जसलाई उहाँले पठाउनु भयो तिमीहरू उहाँमाथि विश्वास गर्दैन। भन्नाले येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको अर्को एउटा गवाई अथवा साक्षी दिने चाहिँ को हुनुहुन्छ, पिता। को हुनुहुन्छ हजुर भन्नुहोस् त। त्यसो भए तपाईँको मनमा आउनुपर्ने प्रश्न चाहिँ के भन्दाखेरि कहिले चाहिँ पिताले गवाई दिनुभयो त नि येशू नै परमेश्वर हुनुहुन्छ भनेर? कहिले कहिले कहिले? यो येशू बप्तिस्मा लिँदै गर्ने क्रममा भएको घटना हामी कतिजनालाई याद छ। जब येशू पानीमा डुब्नु भयो, पानीबाट माथि निस्किने बेलामा पवित्र आत्मा ढुकुरको रूपमा येशू माथि आउनुभयो अनि त्यो बेलामा स्वर्गबाट आवाज आयो, यिनी मेरा प्रिय पुत्र हो। के भनेर अझै भन्नुहोस् त, प्रिय पुत्र, यिनीसँग म प्रसन्न छु। अर्को चाहिँ रूप परिवर्तनको डाँडामा पनि त्यही घटना भएको छ। याद गर्नुहोस् है, रूप परिवर्तनको डाँडामा पनि त्यही घटना भएको छ। अब यो दुईवटा घटनाले चाहिँ येशू परमेश्वरको पुत्र भन्ने कुरा प्रमाणित गर्छ, तर येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाण चाहिँ कहाँनिर गएर तपाईँले पाउनुहुन्छ भन्दाखेरि यो येशू ख्रीष्ट क्रुसमा झुन्डिँदै गर्ने क्रममा येशू ख्रीष्टसँग दुईवटा चोरहरू पनि झुन्डिँदै थियो। याद गर्नुहोस् है त, येशू ख्रीष्टसँगै दुईवटा चोरहरू पनि झुन्डिराखेको थियो। अनि त्यो चोरमध्ये एउटा चोरले लुकाको पुस्तक 23 अध्यायको 42 पदमा आएर के भन्छ भन्दाखेरि यो एउटा चोरले है, याद गर्नुहोस् है, एउटा चोरले के भन्छ भन्दाखेरि तब त्यसले भन्यो, हे येशू, ध्यान दिएर सुन्नुहोस् है, हे येशू, के रे हजुर भन्नुहोस् त, हे येशू तपाईँ आफ्नो केमा राज्यमा, ध्यान दिएर सुन्नुहोस् है, राज्यमा आउँदाखेरि मलाई पनि के गर्नुहोस्, सम्झनुहोस्। कसलाई पनि सम्झनुहोस्, मलाई पनि। अब यो चोरलाई कहाँबाट थाहा भयो सम्झन सक्ने राज्य भएको येशू हुनुहुन्छ भनेर? कहाँबाट थाहा भयो? किन भन्दाखेरि यो चोरले त येशूलाई योभन्दा अगाडि भेटेकै थिएन। क्या भेटेको थियो के भेटेको थियो? छैन नि। यो चोरले येशूलाई योभन्दा अगाडि भेटेकै छैन क्या। तर येशूको राज्य छ, राज्य भनेपछि उहाँ राजा हो भनेर कसरी चिन्यो? र अर्को कुरा उहाँले सम्झन सक्नुहुन्छ भन्ने कुरा पनि कसरी चिन्यो? हामीले सबैलाई सम्झिन सक्छौँ र सक्दैनौँ नि। तर यो चोरलाई के थाहा छ? येशू राजा हुनुहुन्छ, राजा मात्र नभएर उहाँ परमेश्वर हुनुहुन्छ। अनि परमेश्वर हुनुभएको कारणले गर्दाखेरि उहाँले सम्झन सक्नुहुन्छ। त्यो कुरा चोरलाई स्पष्ट थाहा भएको कारणले चोरले भन्दैछ, तपाईँको राज्यमा आउनु हुँदाखेरि मलाई सम्झनुहोस्। के मारे हजुर भन्नुहोस् त, राज्य। यो चोरलाई कसरी थाहा भयो? यो चोर सभाघरमै नगएको हुनुपर्छ, किनभने ऊ चोर थियो नि त। चोर कसरी सभाघरमा जान्छ त? चोर सभाघरमा जाने कुरै भएन नि। जबकि येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरा त्यो बेलाको धर्मी मान्छेहरूले समेत स्वीकार्न सकिराखेको थिएन। त्यही धर्मी मान्छेहरूमध्ये केही व्यक्तिहरूले येशूलाई क्रुसमा झुन्ड्याउँदै थियो क्या। खास
याद गर्नुहोस् है, धर्मीहरूमध्ये ध्यान दिएर सुन्नुहोस् है, धर्मीहरूमध्ये कतिजना येशूको विरुद्धमा उठेर येशूलाई क्रुसमा झुन्डाउनु पर्छ भन्ने कारणले यो चोरसँग येशू क्रुसमा झुन्डिँदै थियो। कसले? धर्मीहरूले नै येशू परमेश्वर हो भन्ने कुरा स्वीकार गर्न नसकेर। तर क्रुसमा झुन्डिँदै गरेको चोरले तपाईँ येशू, तपाईँ राजा हुनुहुन्छ, तपाईँ सम्झन सक्ने हुनुहुन्छ, तपाईँ येशू हुनुहुन्छ भनेर कसरी भन्न सक्यो? कसरी भन्न सक्यो? त्यस कारणले गर्दाखेरि स्पष्ट रूपले बुझ्नुपर्ने कुरा चाहिँ धेरैचोटि मान्छेहरूमा एउटा प्रश्न चाहिँ के आउँछ भन्दाखेरि सुसमाचार नै सुन्न नपाएकोहरूको उद्धार कसरी हुन्छ? सुसमाचार नै यो फेरि सुसमाचारको लागि अल्छी बनाउनको लागि भने होइन है मैले। हामी मण्डलीको मुख्य जिम्मेवारी भनेको सुसमाचार सुनाउने हो। भेटेको मान्छेलाई सकेसम्म सबै मान्छेलाई सुसमाचार येशूको बारेमा सुनाउनु पर्छ। यो सुसमाचारै सुनाउनु पर्दैन रहेछ भनेर अल्छी बनाउनको लागि भन्न खोजे होइन मैले। स्पष्ट हुनुहोस्, स्पष्ट हुनुहोस्, तपाईँ र मेरो परमेश्वर सीमित परमेश्वर हुनुहुन्न कि? तपाईँ र मेरो परमेश्वरलाई सीमित बनाउनु मिल्दैन। उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँले जे इच्छा गर्नुभयो त्यो गर्न सक्नुहुन्छ। स्पष्ट हुनुहोस्, यो चोरलाई येशू नै राजा हुनुहुन्छ भन्ने कुराको गवाही कसले दिएको हुनुपर्छ? परमेश्वर पिताले दिएको हुनुपर्छ। स्वीकार गर्नको लागि खुल्ला हृदय भएका मान्छेहरूलाई पिताले पनि गवाही दिनुहुन्छ कि येशू नै परमेश्वर हुनुहुन्छ। अनि यो चोरले पनि पिताको गवाहीको कारणले गर्दाखेरि येशू नै त्यो राजा हुनुहुन्छ, त्यो परमेश्वर हुनुहुन्छ भनेर उसले स्वीकार गर्दैछ। कसैले सत्य जान्न चाहन्छ उसले जान्नेछ, किन भन्दाखेरि पिता हुनुहुन्छ गवाही दिनको लागि। त्यसकारण कसैले सुसमाचार सुन्न पाएन, अब उसको चिन्ता गर्नु पर्दैन। स्पष्ट हुनुहोस्, कुनै पनि बहाना छैन खास। अनि अन्तिम साक्षी अथवा अन्तिम गवाही येशू नै परमेश्वर हुनुहुन्छ भन्ने अन्तिम साक्षी अथवा गवाही चाहिँ को हो भनेर भन्नुहुन्छ भन्दाखेरि येशूले कोलाई भन्नुहुन्छ भन्दाखेरि धर्मशास्त्र। परे अझ भन्नुहोस् त। एउटा अचम्मको कुरा चाहिँ यो यहुदी अगुवाहरू धर्मशास्त्र अध्ययन गर्नेहरू थियो क्या। दिनरात धर्मशास्त्र अध्ययन गर्ने। अझै केही रब्बीहरू गुरुहरू त यो बाइबल पुरानो करार कण्ठै भएको। अनि पुरानो करारले स्पष्ट रूपमा ध्यान दिएर सुन्नुहोस् है, पुरानो करारले स्पष्ट रूपमा कसलाई केन्द्रित गर्छ? येशूलाई। कसलाई हजुर भन्नुहोस् त? कतिको पुस्तकमा पढ्नुहोस्, स्त्रीको सन्तान, त्यसपछि आएर यतापट्टि के भन्छ प्रस्थानको पुस्तकमा आइसकेपछि थुमाको कुरा, थुमा ध्यान दिएर सुन्नुहोस् है त, निस्तारको थुमाको कुरा गर्नुहोस्। त्यसपछि अब्राहमको घटनामा त्यो अब्राहमको छोरा इसाकको साटो बलि भएको थुमाको कुरा गर्नुहोस्। अब यो सबै कुराले कोतिर केन्द्रित गर्दै थियो? येशूतिर। कोतिर हजुर भन्नुहोस् त? अचम्मको कुरा, यी यहुदी अगुवाहरू धर्मशास्त्र अध्ययन गर्नेहरू थियो, तर धर्मशास्त्र अध्ययन गर्ने यी व्यक्तिहरूले धर्मशास्त्रको केन्द्रको व्यक्तिलाई नै चिन्दैन क्या। धर्मशास्त्रको मुख्य केन्द्रको व्यक्तिलाई नै चिन्दैन। धेरै पटक मानिसहरू बाइबलमा गलत कारणको लागि जान्छ अरे क्या। बाइबल पल्टाउँदै गर्दाखेरि गलत कारणको लागि बाइबल पल्टाउँछ अरे। आफ्नो तर्कलाई प्रमाणित गर्न वा आफ्नो विचारलाई पुष्टि गर्नको लागि बाइबल पल्टाउँछ अरे। यो एकजना मर्मन चर्चमा गएको एकजना व्यक्ति रहेछ, माइकल मार्कर भन्ने एकजना व्यक्ति रहेछ। यो माइकल मार्कर भन्ने व्यक्ति चाहिँ मर्मन चर्चका झुटो शिक्षा मान्ने चर्चमा गइसकेपछि उसलाई के ढोक्चाले चाहिँ एक दिन भन्दाखेरि म अर्को एउटा चर्च, ऊ जाने चर्च मर्मन चर्च भयो, उसकै घरको छेउमा अर्को एउटा चर्च रहेछ। अनि त्यो चर्चमा सेवाकाई गर्ने पास्टर अनि चर्चमा विश्वासीहरू पनि रहेछ। अनि यो माइकल मार्कर भन्ने व्यक्तिलाई चाहिँ के जोस्ता रहेछ भन्दाखेरि म यो चर्चको पास्टर र यो विश्वासी सबैलाई मर्मन चर्चमा लिएर आउँछु भनेर गएछ। मच्चेर गएछ क्या, यिनीहरूलाई म परिवर्तन गरेर लिएर आउँछु यतातिर भनेर मच्चेर गएछ। तर पास्टरले यो माइकल मार्कर भन्ने व्यक्तिलाई चुनौती दिएछ। त्यो चुनौती चाहिँ के रहेछ भन्दाखेरि बालकको नजरबाट बाइबल पढ। केबाट अरे? बालकको नजरबाट बाइबल पढ। जब यो पास्टरले माइकल मार्कर भन्ने व्यक्तिलाई चुनौती दियो, त्यो चुनौती स्वीकार गर्नुको स्वरूप यो माइकल मार्कर भन्ने व्यक्तिले धेरै पटक बाइबल पढ्यो अनि माइकल मार्कर भन्ने व्यक्ति नै परिवर्तन भयो। उसले अरूलाई परिवर्तन गराउन खोजेको, तर धर्मशास्त्र जब उसले राम्रोसँग पढ्यो, बालकको नजरबाट पढ्यो नि, उसको जीवन परिवर्तन भयो। धेरै पटक हामी हृदय जित्नको लागि होइन, विवाद जित्नको लागि बाइबल प्रयोग गर्छौँ अरे। विवाद जित्नको लागि होइन, हृदय जित्नको लागि हो बाइबल पढ्नु। खुल्ला मन लिएर पढ्ने हो। किन भन्दाखेरि धर्मशास्त्रले स्पष्ट गवाही दिन्छ कि येशू नै परमेश्वर हुनुहुन्छ।
अनि जब यसो नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा मानिसको हृदयमा प्रवेश गर्छ नि, त्यसले मानिसको जीवन परिवर्तन गराउँछ। तर दुःखको कुरो धेरै मण्डलीहरूमा धर्मशास्त्रलाई जीवन परिवर्तन गराउने शक्तिको रूपमा होइन, टाउकोमा हिर्काउने लट्ठीको रूपमा प्रयोग गर्छ रे। टाउकोमा हिर्काउने लट्ठी क्या, कोही विश्वासीले गल्ती काम गरिरहेछ भने त्यसलाई ट्याक्क हिर्काउनको लागि ट्याक्क खोजेर लिएर आउँछ क्या, त्यही कुरा खोजेर लिएर आउँछ। कोही चाहिँ नराम्रो काम गरिरहेछ भने अब उसले वचन खोज्ने हो, शुक्रबारको दिनमा खोज्ने हो, कता कता छ भनेर पुरा बाइबल पल्टाउने हो, त्यसपछि ट्याक्कै भनिरहने हो, फलानालाई आजमा ठिक पार्छ भनेर टक्क हिर्काइरहने हो। अनि त्यो धेरै हिर्काएपछि त सुन्ने मान्छेलाई दुख्छ नि त, किन भन्दाखेरि मलाई भने भन्छ त। अनि धेरैचोटि मण्डलीमा कस्तो हुन्छ भने समस्या, आजको वचन त पास्टरले मलाई भने हे बाबु पास्टरले ओके ठिकै छ पास्टरले, तर स्पष्ट हुनुहोस् परमेश्वरको वचनले यसको बारेमा के दिन्छ रे हजुर भन्नुहोस् त। तर पनि किन मान्छेहरूले वचनलाई ग्रहण गर्दैन त? किन? यसो नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको गवाही धर्मशास्त्रले पनि दिन्छ भने त्यही धर्मशास्त्र त्यही वचनलाई किन मान्छेहरूले ग्रहण गर्दैन त? किन? 40 पद यसरी भन्छ, किन म कहाँ आउन इन्कार गरेकोले रे, इन्कार गरेको कारणले गर्दा। किन वचनलाई ग्रहण गर्दैन त नि मान्छेहरूले भन्दाखेरि वचनलाई नै ग्रहण नगरेको कारणले अथवा इन्कार गरेको कारणले गर्दाखेरि। धेरै पटक हामीलाई के लाग्न सक्छ भन्दाखेरि मैले यो मान्छेलाई राम्रोसँग सुसमाचार सुनाएन क्या हो, अलि राम्रोसँग सुनाएको भए उसको जीवन परिवर्तन हुन्थ्यो कि, यसोलाई ग्रहण पो गर्थ्यो कि, मेरो जीवनमा केही समस्या छ कि, अथवा मैले बोल्दै गरेको बोलीमा केही समस्या छ कि भनेर हामीलाई लाग्न सक्छ। त्यसो होइन। किन भन्दाखेरि इन्कार गर्नेले तपाईँले जतिसुकै राम्रो सुसमाचार सुनाए पनि कहिले पनि स्वीकार गर्दैन। स्पष्ट हुनुहोस्, वचनलाई इन्कार गर्ने हो। पहिलो चाहिँ किन त्यो धर्मशास्त्रले यसोको बारेमा भनेको कुरालाई किन ग्रहण गर्न सक्दैन? उसले इन्कार गरेको कारणले। के रे हजुर भन्नुहोस् त? इन्कार गरेको कारणले। दोस्रो कुरा चाहिँ प्रेम नभएको कारणले भन्नुभएको छ यसोले। किन त्यो वचनलाई ग्रहण गर्दैन त नि? किन यसोलाई ग्रहण गर्न सक्दैन भन्दाखेरि प्रेम नभएको कारणले। के रे हजुर भन्नुहोस् त? प्रेम। परमेश्वरको प्रेम तिमीहरूमा छैन भनी म जान्दछु। किन तिमीहरू वचनलाई ग्रहण गर्दैन? मेरो बारेमा साक्षी दिने त वचन छ, त्यही वचन तिमीहरू ग्रहण गर्न सक्दैनौ। किन भन्दाखेरि तिमीहरूसँग के छैन? प्रेम छैन। के छैन रे हजुर भन्नुहोस् त? प्रेम छैन। अनि तेस्रो कुरा चाहिँ यसले के भन्नुहुन्छ भन्दाखेरि ग्रहणको कुरा मात्रै होइन, तिमीहरू एक अर्काबाट सम्मान खोज्दछौ। अब यो मानिस स्वाभाविक रूपले कस्तो हो अरे भन्दाखेरि आफ्नो सम्मान खोज्ने हो अरे, आफ्नो सम्मान। म तर स्पष्ट हुनुहोस्, सम्मानको योग्य एक मात्र हुनुहुन्छ, त्यो परमेश्वर। हामी होइन। धेरैचोटि हामी हाम्रो सम्मान खोज्छौँ, वचनलाई ग्रहण गर्न सक्दैनौँ। धेरै मान्छेहरूले आफ्नो सम्मानको लागि वचनलाई ग्रहण गर्न सक्दैन। किन भन्दाखेरि वचनले ऊ पापी हो भन्ने कुरा देखाउँछ, तर आफ्नो सम्मानको लागि म पापै होइन, म पापै गरेको छैन, आफ्नो घमण्ड आफ्नो सम्मानको लागि पनि धेरैचोटि मान्छेहरूले वचनलाई के गर्न सक्दैन? ग्रहण गर्न सक्दैन, स्वीकार गर्न सक्दैन। त्यही भएर यसोले भन्नुहुन्छ तिमीहरू वचनै ग्रहण गर्दैनौ, त्यसकारण मैले तिमीहरूलाई दोष लगाइरहनु पर्दैन। तिमीहरूलाई दोष त मूसाले लगाइसकेको छ। किन भन्दाखेरि यहाँनिर सुन्नुहोस् है, वचन ग्रहण नगरेकोले मूसाले दोष लगाइसकेको छ र लगाउने छ पनि भन्नुभएको छ यसोले। तिमीहरू किन मेरो वचन ग्रहण गर्दैनौ? यदि तिमीहरू मेरो वचन ग्रहण गर्दैनौ भने तिमीहरूलाई मूसाले नै दोष लगाउने छ। किन भन्दाखेरि मूसाद्वारा नै बलिदानको विधि पाएको हो। किन भन्नुहोस् त? त्यो बलिदानको विधिले देखाउन खोजेको कुरा को थियो? येशू थियो। याद गर्नुहोस् है त, मूसाले जुन बलिदानको विधि दिएको थियो त्यो बलिदानको विधिले येशूलाई देखाउँदै थियो। मूसाद्वारा जुन निस्तार चाडको सुरुवात भएको थियो नि, त्यो निस्तार चाडको वास्तविक थुमा येशू हुनुहुन्थ्यो। त्यसकारणले गर्दाखेरि मूसाले नै तिमीहरूलाई भन्दै गरेको कुरा तिमीहरू पालन गर्न सक्दैनौ भने मैले तिमीहरूलाई दोष लगाउनै पर्दैन। किन भन्दाखेरि तिमीहरूलाई दोष त मूसाले नै लगाउनेछ। कसले हजुर भन्नुहोस् त? मूसाले नै लगाउनेछ। स्पष्ट हुनुहोस्, पुनरुत्थान पछिको एउटा घटना यदि तपाईँले लुकाको पुस्तकमा पढ्नुभयो भने, लुकाको पुस्तक 24 अध्यायमा पढ्नुभयो भने पुनरुत्थानपछि एउटा घटना भएको छ। 13 पददेखि यसरी भनेको छ, म पढेर सुनाउँछु। त्यही दिन उहाँका चेलाहरूमध्ये 2 जना यरुशलेमबाट प्राय 11 किलोमिटर टाढाको इम्माउस नामको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाबारे तिनीहरू आपसमा बातचित गर्दै थिए। तिनीहरू आपसमा बातचित गर्दै र बहस गरिरहेको बेला यसो आफै नजिक आएर तिनीहरूको साथमा लाग्नुभयो। तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याएका थिए। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?
तिनीहरू उदास भएर टक्क अडिए। ती दुई मध्ये क्लेओपासले उहाँलाई जवाफ दिए, यरुशलेम घुमफिर गरी आउने भएर पनि हिजो आज त्यहाँ के घटिरहेको छ तपाईँलाई थाहा छैन? उहाँले तिनीहरूलाई सोध्नुभयो, कुन कुरा? तिनीहरूले जवाब दिए, येशू नासरीको बारेमा। उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो र परमेश्वर र सबै मानिसका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। तर मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रुसमा टाँगे। इजरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भनी हामीले चाहिँ आशा गरेका थियौँ। यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन हो। यसबाहेक हामी मध्ये कोही कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए, तर येशूको शरीर भेटाएन। तिनीहरूले आएर हामीलाई सुनाए, हामीले स्वर्गदूतहरूलाई देख्यौँ जसले येशू जीवित हुनुहुन्छ भने। हामीहरू मध्ये कोही कोही चिहानमा गए र ती स्त्रीहरूले जे भनेका थिए त्यस्तै भेटाए, तर उहाँलाई चाहिँ देखेनन्। त्यसपछि 25 पददेखि तलतिर तपाईँले पढ्नुभयो भने उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ। के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? तब मूसा र सबै अगमवक्ताबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराको अर्थ तिनीहरूलाई खोलिदिनु भयो। अर्थ खोलिदिनु भयो। ध्यान दिनुहोस् है, अर्थ खोलिदिनु भयो। यो वार्तालाप सुन्नु पाए कति मजा हुन्थ्यो होला? केही पनि भनेको छैन। अर्थ खोलिदिनु भयो भने कसरी खोलिदिनु भयो थाहा छैन। येशूले नै आफ्नो बारेमा के भन्नुभयो, कसरी भन्नुभयो, यो कुरा चाहिँ सुन्न पाए मजा हुन्थ्यो होला क्या। येशूले भन्दै गरेको आफ्नो बारेमा भन्दै कुरा सुन्नु भयो, लेखिएको छैन। त्यस कारणले गर्दाखेरि हामीलाई थाहा छैन। तर स्पष्ट हुनुहोस्, येशूले आफ्नो बारेमा के गरिदिनु भयो? अर्थ खोलिदिनु भयो। येशूले खोलिदिनु भयो। मण्डली, चाहे तपाईँ गवाईहरूद्वारा हुनुहोस् अथवा येशूले गर्नुभएको काम, येशूले भन्नुभएको कुरा, सबै कुराले यही कुरा प्रमाणित गर्दछ कि येशू नै परमेश्वर हुनुहुन्छ। येशू नै परमेश्वर हुनुहुन्छ। के त्यो येशू तपाईँको जीवनको प्रभु हुनुहुन्छ? के त्यो येशू जो परमेश्वर हुनुहुन्छ, त्यो येशू तपाईँको जीवनको प्रभु हुनुभएको छ कि छैन? साँच्चीकै भएको छ कि छैन? एकचोटि विचार गर्नुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ।